हेलो गाइस, यो गाडी चाहिँ मुस्ताङ म्याक्स 13 सिटर हो। चाहिएमा सम्पर्क गर्नु होला। उचित मूल्य पाए बेच्ने विचार छ है गाइस। है खतरा यता लोके यता लोके रवा भित्री अनकेलिन बैरी छ जुमुक वाले आवाज सुमले कहीं लज्जो ना क्या लिया ओके मलाई नि जुमु हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म पनि सन्चै छु भन्दै आजको भ्लग स्टार्ट गर्न चाहन्छु। है त गाइज, दिस इज द भ्लग अफ रुरल लाइफ स्टाइल। लेट्स सी गाइज। यो चाहिँ कुखुराको मासु, लोकल कुखुराको मासु चाहिँ अन्डा छ, पकाउनको लागि रेडी हुँदैछ। यता कुकम्यान कुकम्यान मिस्टर जर्गा, यता हाम्रो भेनाजु हाँसेको कति राम्रो देखियो, एकचोटि हाँस्नु त। यता कुखुराको मासु है लगाइ प्याज फ्राई हुँदैछ। मिक्दा के हाले त्यो खुट्टा, त्यो चाहिँ पिसेको क्रस गरेको अदुवा टाउको, अब मासु अर्ग्यानिक तरिकाले पकाउँदैछ है। खतरा नयाँ फिन्छ पिक्चर काग पैसा काट्ने पिक्चर हो भेरा हाँ फेरि हिजोमा छान्ने क्या उचा छान्ने पित्त झन् दबाई हुन्छ। दाउराको आगोमा पकाएको मिठो हुन्छ अरे कि होइन, यसरी दाउराको आगोमा पकाएको होइन, त्यही भएन हो। अहिले चाहिँ लाइट गएर हामीले यहाँ पावर ब्याङ्कबाट यसरी यहाँ बल्ब जलाउँदैछौँ। यो सेमा राम्रो गऱ्यो, टमाटर माल्दै छु नि। गाई यो चाहिँ भालेको मासु है, भालेको मासु, लोकल भालेको मासु। गाई एउटा ठुलै भाले काटेको 2 किलो 500 ग्राम जति थियो होला लगभग भालेको वेट। एक घार्नी, गाउँले भाषामा भन्नुपर्दा एक घार्नी है गाई। यहाँ भाले काटेर चाहिने यहाँ कराईमा पाक्दैछ। यहाँ चाहिँ टमाटर काट्दैछ ग्रेभीको लागि। चपिङ बोर्ड चाहिँ हाल्दै जमै पनि जाले ओ त्यहाँ है। ओ त्यहाँ मुनि कुकरमा के छ, भात के दाल? भात। यो साग चाहिँ के भन्छ, लट्टेको छोडेको साग सोप हो। यता आएर सित किन लुकेको, यता लुक्यो फेरि सोप हो किन लुकेको? यता हेर त एकचोटि शीतल, हेर न यता। मसला हाल्यो, अच्छा नुन हाम्रो भाषामा छा नुनलाई मान्दै कमे रे।
नहीं मैं हरे ते उंगा की मेरे गेट चलते हैं आज का जो के काट बाजी वाले फाले रेट ले तो मिसाल तो काम है मेरे बाजी मानता ये पैसा या माल रहा यूट्यूब टिकटॉक में डाल के यूट्यूब कर ले यूट्यूब में ले नहीं आगे मगर कुरा मगर ते मेरे गेट से रा हसी भर ज्यागे पाम रा त्यो रक्सी गाडी रक्सी आल त्यहाँ राज अडेको हस्की यार कि तेल थियो नै होस् न ल मन्दा कमेडी के रा खूब ज्यागे दिने त्यहाँ राज होता है या लाग्नुहोस् नि त है दर्शकहरूलाई के भन्न चाहनुहुन्छ हाम्रो च्यानललाई हेर्नु न हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि ल हेर्न खालि यार नाम के आई त यता लुग्या छ उसके लगा था ढक्कन लिएर आऊ त नानु ढक्कनमा जरा सिखा ले ढक्कन यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है गाइज है त ओके हाम्रो यहाँ अहिले चाहिँ लाइट गएको अवस्था छ हाम्रो चाहिँ यहाँ पानी प्रशस्तै 24 घण्टा गइरहन्छ है गाइज बुटोल टान्सेन अंगाखोला तुलडाँडा गाबुडाँडा पक्सिङकोट जरगा एक्सप्रेस गाडी बेच्ने हो यता आउँदा फेन कति लाखमा जति ठिक होला ल हेर्नुहोस् यता हाम्रो गाडी है गाइज यता हाम्रो गाडी हो गाइज मुस्ताङ म्याक्स यो भिडियो चाहिँ मैले दिउँसो उज्यालो हुँदै खिचेर राखेको है गाडी ल हेर्नुहोस् उचित मूल्य पायो भने बेच्ने विचारमा राम्रोसँग हेर्नु होला है त गाइज अहिले घुमाइ देखाएको छु ल हेर्नुहोस् यो चाहिँ नयाँ बोडी हो गाइज नयाँ बोडी चाहिँ हाम्रो रम्बा गाउँपालिकादेखि तानसेन चल्ने गाडी हो गाइज देख्न सक्नुहुन्छ 2013 मोडल मुस्ताङ म्याक्स 13 लु 12504 देख्न सक्नुहुन्छ गाडी दामी छ दामी कन्डिसनमा छ गाइज बॉडी पुरै नयाँ हो गाइस भर्खर बॉडी हालेर गर्नु परेमा हामीले सम्झनु छ गाइस हेर्नुस् त गाइजहरु पुरै देखाइदिनु कलर पनि दामी छ गाइस अगाडि डिजाइन जर्गा एक्सप्रेस ओ गाइस के छ मासुको अवस्था छ
मासुको अवस्था दामी। मलाई मुना त काट्यो अरे Gua kai. मलाई मलाई हेलो गाइजहरू, के छ खबर? यो चाहिँ भात हो है, भात। आफ्नै घरको धान कुटेर बनाएको अर्ग्यानिक चामलको भात। मासु त दामी भयो त फ्राई है न गाइज। अब यसमा चाहिँ अलिकति झोल ग्रेभी राखेर यो टमाटर गलेपछि चाहिने अलिकति ग्रेभी झोल राखेर खानेको मजै दामी हुन्छ। अर्ग्यानिक चामलको भात, आफ्नै घरको धानबाट धान कुटेर बनाएको चामलको भातसित लोकल कुखुराको मासु दामी हुन्छ है गाइज। छत्त लाएर ढक्कन। अब मासु लगभग पाक्न लागेको अवस्था है गाइज। वाउ, दामी 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 दामी। तपाईहरु पनि कुखुराको मासु यसरी नै बनाएर खानुस्। हेर्न सक्नुहुन्छ गाइज। यो चाहिँ पानी चट्ट लाएर स्याचरहरु जाले स्याचरहरु जाले चरा दिएन गाइजहरु। यो चाहिँ पेस्ट गर्नु पर्यो। यो चाहिँ पाङ्ग्रो हो क्या हो? दामी छ गाइज। लोकल कुखुराको त झोलै मिठो हुन्छ कि गाइज। त्यही भएर चाहिँ हामी 4-5 जनाले खान्छौँ अरे गाइज। झोल यति भयो त कसो नपुग्ला। फ्रिज भित्र के छ त गाइजहरु? यहाँ चाहिँ सब्जी, यो भिन्डी, यो भेन्टा, यो सिमी, यो चाहिँ आफ्नै बारीमा फलेको अर्ग्यानिक लोकल काँक्रो है त गाइजहरु। यो चाहिँ पानी हो। के छ दही। यो चाहिँ तरबुजा है त गाइजहरु। तरबुजा खानु पर्यो है त गाइजहरु। तरबुजा है त गाइजहरु। दामी छ। फ्रिजमा राखेको चिसो पनि रहेछ। गुलियो गुलियो। भाग्यो भाग्यो
गोली मसला का चाललाय काकेले भेन हिँडेको झोल उम्लियो मासुको झोल उम्लिँदै गरेको अवस्था है गाइज कलेजो गाइजहरू यो चाहिँ पाङ्रो है त गाइजहरू भेनाजु के गर्दै हुनुहुन्छ बस्दै झोल पाकेको अवस्था मसला हाल्नु हो मसला हाल्नु छ झोल पाक्यो त्यो गोल्डी मसला राख्नु यो चाहिँ के हो पाडाको चाहिने भुटुवा रहेछ त मिठो छ क्या हो गोल्डी मसला मगा खै गोल्डन मसला कौ त काकेले नाम खान्छ एउटा सानो हो काकेले खै ल मसला कौ त गोल्डन माराले ल नानी गोल्डन मसला सत्त लाएर अरे छोकाके है चत्त लाएर गोल्डन मसला खै भेना ल थाल रेडी जाने त भेना हो भन्नु न सुक्यो ये थाल छलाङ कर क्या इसे सोफिया के मार्दा थियो 4-5 छलाम तो बोल्छ थाल भेना मिस्ला ला आइला छलाम त भेना छलामको जम्मै गुवार हाले धुलो र हाले कि हावै सिन्छ नम सुमल जम्मै छलाममा छोकाएको होइन खान्छ न गाइजहरू अब हाम्रो चाहिँ यहाँ रातिको अब भात हाम्रो भात थालीमा भाग लाग्दैछ है कुकज्यूले भात हाल्दै हुनुहुन्छ थालीमा हाम्रो भाइले ल मुनि नै भएन सोफो हाम्रो चाहिँ रातिको खाना खाने बेला भयो गाइज जिउले त खै कुरा खाना होस् ओ हरि कुमार होस् कि सोफो त जो आयो अरे खाना ए सिक्रे चाहिँ छोच खतरा सेउ मिरीको थकास के दीदी के स्याकाम दीदी के बोटवाङ दौड़ है जे माजा आउँछ सब खाना खाना चाहिँ मगर भाषा मिक्स भलक है यो चाहिँ हाम्रो मगर भाषा चलिरहेको छ बिचबिचमा चाहिने जो चाहिने जुत्ता यो चाहिँ हाम्रो फ्यामिली भलक है गाइज ल त्यहाँ अब म्युट कौ त बैरी जा सुमले हेन हजुर माजा त ले खोइ कुलक मन जुमुक मले माजो कोठी माजो कोठी मुनिस न जुमुक मल ढोका खोइ भित्री आन्केलिन बैरी छ जुमुक मले आवाज सुमले कइ ल जो न गेले ओके मलाई नि यो चाहिँ मेरो स्कियाला कस नाउडाउन कसैले नागिहाले चाहिँ ल यो चाहिँ मेरो भाग यो माछा जाने क्या फेरि छाने कि अघि फेरि खडे जति काम हाल्यो माजो कोठी गलम खोल्निस र बत्ती चाहिँ मुनिस जुमुक मले बैरी छ आवाज सुमले कइ चिसो ल है गाइजहरू अब सुरु गरियो है त रातिको खाना भात चाहिँ अलिक धेरै हुन्छ है गाइज
सुरु गरियो है त गाइजहरू चेस आप एकेबारे खोर्सानी फाइनल्ली गाइज रातिको खाना डिनर पनि खाएर सक्यो है गाइज। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक कमेन्ट सेयर पनि गर्नुहोला है त गाइज भन्दै आजको भ्लगबाट बिदा चाहन्छु। शुभरात्रि शुभ सपनी। फेरि अर्को भिडियोमा भेटौँला है त गाइजहरू। बाई बाई।